Hello everyone, welcome back to my YouTube channel. म सन्चै छु, हजुरहरु पनि सन्चै हुनु होला। यो चाहिँ मेरो थर्ड भ्लग हो। यो भन्दा अगाडि चाहिँ मैले दुईटा भ्लग पोस्ट गरिसकेको छु। हजुरहरुलाई कस्तो लाग्यो? मन पर्यो भने सपोर्ट गर्नु होला है। आज चाहिँ शनिबार अनि हजुरहरुले चाहिँ होली कसरी मनाउनु भयो कमेन्ट गर्नु होला है। मेरो चाहिँ यता अझै पनि छ, नुहाएको तर पनि गरेन। आज चाहिँ अलि बादल लागेको छ, बिहान पानी पर्ने जस्तो भएको थियो। अहिले चाहिँ घाम लागिरहेछ थोरै थोरै भए पनि। अनि म चाहिँ अब मेरो माइजूको घर जाँदैछु छु। मामाहरूले चाहिँ काम गर्दै हुइसिन्छ। मेरो माइजूले चाहिँ यति धेरै दाउरा बोक्नु भएको छ। यतातिर चाहिँ हाम्रो माइजूको चल्ला छ, बोइलरहरू पाल्नु भएको छ माइजूले। माइजू ओ पापा मौसममा जाने, मौसममा मेरे पास मनी नहीं है, चल जाती थी। त्यही हो गाइज, हामीसँग चाहिँ पैसा छैन, त्यही भएर हामी मौसम हेर्न जाँदैन। हेर्नुहोस् टिभी, उहाँहरू चाहिँ टिभी हेर्न पल्किनु भएको रहेछ। अनि हामी चाहिँ यता घर आउँदैछु। यता मौसम चाहिँ एकदमै पानी पर्ने जस्तो भइरहेको छ, तर पनि यता चाहिँ काम चालु नै छ। यताउता आकाश कस्तो बादल लागिरहेछ, कस्तो हावा चलिरहेछ, जाडो लागिरहेछ। पानी पर्यो, पानी पर्यो, पानी। पानी परिरहेको छ। मलाई पानी भिजाउला न मनिषा, पानी पर्यो। हजुरआमा पानी पर्यो। अब म भिज्छु के, भिज्नु पर्यो। कतै कालो छाला सेतो हुन्छ कि। ओए छोरी हुल्लाई कि आउनु छ तेरो मम्मी। बाख्रा हुल्लालाई जाँदैछु म। फाइनली अहिले चाहिँ बाहिर मौसम सफा भइसकेको छ, मजाले टक्क घाम लागिरहेको छ। यो माला चाहिँ मैले पहिला अलि अगाडि किनेको थिएँ। यसको चाहिँ रङ गएर यो चाहिँ अलि कालो भएको छ। अनि मैले चाहिँ झोलामा राखेको थिएँ। अहिले ठ्याक्कै मलाई याद आयो, म चाहिँ यसमा नङ पालिस लगाएर यसको रङ चेन्ज गर्न खोजिरहेको छु। कस्तो हुन्छ, चेन्ज हुन्छ कि नै हेरौँ। चाहिँ मेरो फेभरेट माला हो। यो चाहिँ यस्तो भइसकेको छ, जमिन्छ त। अब चाहिँ म यता यो ऊन चाहिँ एउटा फुल बनाएको थियो पहिला। म चाहिँ यसलाई यस्तो निकालेर अर्को चुराको यस्तो फुल बनाउन लागेको छु। कस्तो हुन्छ हेरौँ। चुराबाट बन्छ यो चाहिँ। यो चाहिँ मेरो एकदमै फेभरेट चुरा हो। तिमी मायालु भन्दै दिनहरु गन्दै बसाइ पर्खेर केही दिनमै आउला म त सानो तिमीलाई नै सम्झेर।
मैले चाहिँ यो बनाइसकेँ यस्तो भएको चाहिँ डिजाइन म राम्रो बनाउन सकेन खासै अनि त्यही पनि म यता यो झुन्डाइदिन्छु चाहिँ म तल जान्छु तिमी भन दिउँसै तारा झारिदिन्छु तिमी भन यता चाहिँ मेरो माइजूले फेरि मेवा बनाउनु भएको छ खानाको लागि कस्तो जान्छ आजलाई 300 जान्छ खोला प्लिज सबैजनाले सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु होला है यो मेवा हजुरको लागि यति गरिदिनु तपाईँ घर कहाँ तपाईँलाई त पहिला चिने जस्तो लाग्यो कतै भेट भएको थियो कि कहिले यता हेर्नुहोस् गाइज धेरै बाख्राहरू हाम्रो घरको जनावर यो मुरा चाहिँ बस्नको लागि राखेको खोलाबाट धौतो ल्याएको यो चाहिँ मैले तौवा समातेर मेरो हातमा मोसो लागिरहेको यो चाहिँ यसमा राखिदियो भने चाहिँ यो किरा मर्छ अरे त्यही भएर मैले खरानी लिएर आएको छु भित्रबाट अब चाहिँ अहिले साँझ 6:15 गइसक्यो मैले चाहिँ पानी लिएर आइसकेँ खोलाबाट हामी चाहिँ खाना बनाएर खाएर सुत्छु त्यति नै बाँकी छ फाइनली आजको दिन चाहिँ यसै गरी बित्यो हजुरलाई कस्तो लाग्छ मेरो भ्लग मन परेमा सपोर्ट गरिदिनु होला त्यही भन्दै आजको दिन हजुरहरूलाई मन पर्यो भने चाहिँ 1 लाइक 1 कमेन्ट 1 सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है बाई